अविवाहित त छँदैछ हजुर जस्तै कि श्रीमान बित्नु भएको छ श्रीमती बित्नु भएको छ डिभोर्स भएको छ जसको लभ पर्या छ उसले त सहजै पाइक हैन जसको छैन भन्ने चाहिँ त्यसको लागि उत्तम विकल्प पनि लमी नेपाल हुन सक्छ 60 वर्षको एकजना आमा भनौँ हामीले हामीसँग आइपुग्नु भयो सबै सन्तान विदेशमा श्रीमान बित्नु भयो अब मलाई साथी चाहियो विश्वको जुनै कुनामा तपाईँ हुनुहुन्छ भन्यो भने हामी विश्वभरि हामी काम गर्छौँ त्यसरी नै हामी आज यो विवाह गर्नका लागि अहिले खास गरी लमी नेपालले चाहिँ निकै सहजीकरण गरिराखेको छ यसको सन्दर्भमा कुराकानी गर्छौं र हामीसँग लमी नेपालबाट लक्ष्मण तिमल सिन्हा सर हुनुहुन्छ उहाँसँग कुराकानी गर्छौं सर यहाँलाई स्वागत छ यो विशेष संवादमा नमस्कार म लक्ष्मण तिमल सिन्हा तपाईहरुले चाहिँ विवाह गराइदिनुहुन्छ हैन जोडी खोजिदिनुहुन्छ हजुर हजुर जोडी खोज्ने काम गर्न थाल्नु भएको चाहिँ कति भयो हामीले आधिकारिक रूपमा 5 वर्षदेखि निरन्तर रूपमा हामीले चाहिँ लमी नेपाल प्राइभेट लिमिटेड नामको संस्था दर्ता गरेर काम गरिरहेछौँ अहिलेसम्म कति जति जोडीहरू चाहिँ तपाईहरुले खोजेर विवाह गरिदिनु भयो होला हामीले आजसम्मको डेटमा यो अस्ति मङ्सिरमा यही मङ्सिरमा मात्रै हाम्रो 5 जोडीको विवाह भयो मङ्सिरमा मात्रै 5 जोडीको विवाह भयो र टोटलमा अहिलेसम्म काउन्ट गर्दा 100 जोडीको चाहिँ हामीले विवाह गरिसक्यौँ नाम पनि कस्तो राम्रो लमी नेपाल हैन पहिला पहिला लमी नेपाली ठेट नाम लमी नेपाल लमी भन्ने बित्तिकै मान्छेले सहजै रूपमा बुझ्न सकिने एउटा वर्ड लमी अब के छ त प्रक्रिया म एउटा अविवाहित पात्र भए म चाहिँ अब लमी नेपाल मार्फत कोही भनौं न केटी मान्छे चाहिँ खोजेर म विवाह गर्न चाहन्छु मलाई यो क्याटेगोरीको केटी चाहियो के हुन्छ प्रक्रिया के हुन्छ हामीलाई सुरुमा तपाईको आफ्नो के छ तपाईको डाटा तपाई आफू के काम गर्नुहुन्छ तपाईको आफ्नो पढाइ कति छ हैन तपाईले विभिन्न के काम गर्नुभयो तपाईको जन्ममिति कति छ हाइट कति छ उचाइ कति छ यी सबै कुराहरुको मापन हामी गर्छौं तपाईले डाटा दिनु पर्यो त्यस्तै किसिमको अर्को पक्षको पनि एउटा रिक्वायरमेन्ट हुन्छ अब तपाई डाक्टर हुनुहुन्छ भने मलाई डाक्टरै चाहियो भन्नु होला हैन तपाई कुन फिल्डको हुनुहुन्छ तपाई मिडिया कर्मी हुनुहुन्छ भने मिडिया कर्मीकै मलाई कोही साथी भयो भने मेरो जीवन सहज हुन्छ पेशा मिल्छ भनेर खोज्नुहुन्छ भने त्यस्तै किसिमको कोही मान्छे अर्को आयो भने त्यो दुईटा पक्षलाई हामीले म्याचिङ गराउने हो तपाईको पुरा डाटा एक्युरेट डाटा आएपछि जुन डाटा तपाईले दिनुभएको हुन्छ त्यही डाटा अर्को पक्षसँग म्याचिङ गराएर दुई पक्षको हामी संवाद गराउँछौं संवाद गरेपछि संवाद सफल भएपछि तपाईहरुको त्यसमा हामीले विभिन्न रजिस्ट्रेसनका चार्जहरु हैन त्यसो प्रक्रियाहरुकै हामीले अगाडि बढाउने गर्छौं अब त्यो चाहिँ उमेर वर्ग सबै गर्नु पर्यो हैन हजुर कतिपयको विवाह पहिलो विवाह बिग्रिसके पछाडी डिभोर्स भइसकेपछि फेरि गर्ने केही कारणले चाहिँ आफ्नो श्रीमती बितेको अवस्थामा श्रीमानले अथवा श्रीमान बितेको श्रीमतीले त्यस्तालाई पनि कस्तालाई चाहिँ खोजिदिनुहुन्छ त्यो जस्तै कस्तो हुन्छ भने सबैको लागि हो यो लमी नेपाल अविवाहित त छँदैछ हजुर जस्तै कि श्रीमान बित्नु भएको छ श्रीमती बित्नु भएको छ डिभोर्स भएको छ उहाँहरुको लागि पनि अहिले कस्तो पनि केस आएको छ भने अहिले हामीले धेरै काम गर्दै जाँदाखेरि चाहिँ 60 वर्षको एकजना भर्खरको एउटा केस मैले भने तपाईलाई 60 वर्षको एकजना आमा भनौँ हामीले हामीसँग आइपुग्नु भयो सबै सन्तान विदेशमा श्रीमान बित्नु भयो अब मलाई साथी चाहियो कोही छैन बोल्ने कोही छैन अब बाँकी जीवन कटाउनका लागि मलाई साथी चाहियो भनेर आउनु भएको छ हामीसँग भनेको त्यो किसिमको सिनारियोको लागि पनि एउटा साथीको जरुरत छ भन्ने पनि धेरै आउनु भएको छ त्यो पनि तपाईहरुले त्यो पनि हामी कोर्डिनेट गरिरहनु भएको छ अनि जस्तो कतिपय कुराहरु चाहिँ गोप्यता कतिको हुन्छ मैले मेरो विवरण दिँदाखेरि म यो जातको हो म यति हाइटको छु यस्तो छ मलाई यस्तो यस्तो केटी चाहिएको हो भनेर मैले भने त्यो कुराको गोपनीयतामाथि पनि मान्छेले प्रश्न गर्छन् एकदम गोपनीयता हुन्छ जस्तै तपाईको हाम्रो प्रोसेस कस्तो हुन्छ भने सुरुमा हामीले अर्को पक्षलाई तपाईको डाटा पठाउँदाखेरि चाहिँ तपाईको नाम नम्बर हामी पठाउँदैनौं हैन जब डाटा मिल्छ अर्को पक्षले यतिको डाटा मलाई हुन्छ उहाँको बारेमा थप विवरण दिनुहोस् भनेपछि सेकेन्ड स्टेपमा मात्रै उहाँको हामी फोटो पठाउँछौं भनेपछि जोसँग म्याचिङ छ त्यसको सुरुमा डाटा जान्छ डाटामा तपाईको नाम जाँदैन त्यसको नम्बर जाँदैन सेकेन्ड स्टेपमा फोटो पठाउँछौं फोटो पनि ओके भयो भने मात्रै हामी त्यसपछि फर्दर तपाईको कन्ट्याक्ट शेयरिङ कसरी गर्न सकिन्छ एउटा भेटवार्ता त गर्नु पर्यो केटा र केटीको
त्यो गर्ने प्रक्रिया जान्छ भने जोसँग म्याचिङ छ त्यो पक्षलाई मात्रै हामी तपाईँको डाटा पठाउँछ गर्दाखेरि एकदम गोपनीय हुन्छ यो कुरा गोपनीय पनि हुन्छ होइन भनेपछि यो त धेरैका लागि एउटा सुविधा पनि भयो नि त होइन जसले लभ म्यारेज छैन केही छैन म अब उमेरको हिसाबले सबै हिसाबले परिपक्व भयो मेरा लागि जोडी चाहियो भन्नेले चाहिँ छानेर मलाई यस्तो खालको जोडी भन्न चाहिँ पायो मजाले पायो जस्तै कि अहिलेको सिनारियोमा जसको लभ पर्या छ उसले त सहजै पाइग होइन जसको छैन भन्ने चाहिँ त्यसको लागि उत्तम विकल्प पनि लभ इन नेपाल हुनसक्छ भनेपछि मलाई यो देश म यो देशमा बस्छु यही देशमा बस्ने केटी अथवा यो देशमा गएर बस्न चाहने केटी भनेर भनेको खण्डमा नि तपाईँहरूले मजाले हामीले अस्ट्रेलियाको भर्खर यही मङ्सिरमा एक जोडीको अस्ट्रेलियाकै जोडीको हामीले बिहा गराएको योभन्दा अघिल्लो पनि हामीले अमेरिका भनेको मतलब विश्वको जुनै कुनामा तपाईँ हुनुहुन्छ भन्यो भने हामी विश्वभरि हामी काम गर्छौँ त्यसरी नै त्यसरी चाहिँ तपाईँहरूले काम गरिरहनु भएको छ अब के छ त तपाईँहरूको वेबसाइटमा गएर के छ सम्पर्क अथवा व्हाट्सएप नम्बर के छ कसरी सम्पर्क गर्ने के छ हाम्रो lovinepal.com.np नाम गरेको हाम्रो वेबसाइट छ त्यहाँ गएर हाम्रो बारेमा सम्पूर्ण विवरणहरू थाहा पाउन सक्नुहुन्छ त्यहाँ रजिस्टर नाउ भन्ने एउटा बटन हुन्छ त्यहाँ रजिस्टर नाउमा गएर आफ्नो सम्पूर्ण विवरण दिनुभयो भने हाम्रो कार्यालय सहयोगीहरूले हजुरलाई कन्ट्याक्ट गर्नुहुन्छ त्यसरी चाहिँ गर्न सक्नुहुन्छ होइन तपाईँहरूले चाहिँ त्यही जोडी खोजिदिने मात्रै हो कि अरू पनि गर्नुहुन्छ हाम्रो विवाह कर्म अरू त्यो पनि गर्नुहुन्छ हाम्रो स्पेसल्ली त्यो जोडी मिलानको कार्य गर्छौँ हामी हजुर त्यो पनि हामीसँग त्यसपछि फेरि चिना हेरिदिनु पर्ला चिनाको कुरा आउँछ होइन चिनाको कुरा आउँछ अब यसमा हामीले अब फर्दर हामीले एउटा लिगल म्यारिज कोर्ट म्यारिजको नि सेवा हामीले थपेका छौँ यसमा अर्को नयाँ हामीले फेरि यसमा के आउँदैछ भने म्यारिज काउन्सेलर भनेर हामी थप्दैछौँ जस्तै अहिले खटपट त्यो डिभोर्स हुने अन्य प्रक्रियाहरू जे भइरहेछ नि के कारणले एउटा सानो कुराले एउटा सानो कुराले गर्दाखेरि चाहिँ एउटा डिभोर्ससम्म पुगिरहेछ त्यसको समाधानको लागि एउटा म्यारिज काउन्सेलर भनेर हामीले एउटा नयाँ सुविधा पनि थप्न लागेको छौँ यी अन्य कुराहरू त लभ इन नेपालमा तपाईँहरूले पाउन सक्नुहुन्छ छिट्टै नै त्यो पनि गर्दै हुनुहुन्छ होइन अब कति लाग्छ त यसको जस्तो मैले जोडी प्राप्त गरेको खण्डमा कति दिनुपर्छ अथवा सुरुको रजिस्ट्रेसनमा जाउँ न होइन कति पर्छ के पर्छ यस्तो छ अहिले ती सुरुमा हामीले दर्ता गर्दाखेरि 5,000 रुपियाँ हामीले दिने गरेका छौँ भनेको त्यसमा तपाईँलाई सम्भाव्य 10वटा ती तपाईँको मिल्ने खालको हामी डाटा पठाउँछौँ एउटालाई मात्र यो मलाई चित्त अलि बुझेन तपाईँले अर्कोलाई गर्नु भन्दा नि तपाईँहरूले मजाले भयो तपाईँले चाहिँ एउटासँग कुराकानी गर्नुभयो के कारणले मिलेन तपाईँको कुराकानी मिलेन भने चाहिँ फेरि अर्को अप्सन हामी पठाउँछ त्यसरी नै तपाईँले 10वटा अप्सनसँग चाहिँ कुराकानी गर्न सक्नुहुन्छ भनेको त्यो चाहिँ रजिस्ट्रेसनको बापतको 5,000 रुपियाँ हो र पछि तपाईँको यदि कन्फर्म भयो म्यारिज भयो हामीले देखाएकै डाटासँग मिल्यो भने फर्दर 20,000 तिर्नुपर्ने हुन्छ त्यसरी हामीले काम गरिरहेको छ यो भनेको एकदम सानो एमाउन्ट हो तपाईँले जस्तै कि हामीले पनि गाउँघरमै एउटा पहिला पनि भनेको छ नि जुत्ता फटाउने भन्ने कुरा अनि यो चाहिँ चिया खाए बराबरको पैसा भन्छौँ हामी किनभने तपाईँहरूले जोडी खोजिदिसकेपछि धेरै खुसी भएका नै होला नि धेरै हामीलाई अब अहिले तपाईँले अहिले नै हामीलाई चाहिँ कति धेरैजनाले चाहिँ धन्यवाद बधाई छ धन्यवाद भनेर हामीलाई भनिरहनु भएको हुन्छ होइन अनि धेरै छन् त्यस्ता केसहरू पनि धेरै छन् कहीँ अब अस्ति भर्खरै कुरा गर्नुहुन्छ भने एकजना ताप्लेजुङको लगभग 58 वर्षको हुनुहुन्थ्यो र एकजना यतापट्टि चितवनको एकजना 62 वर्षको दुईजना हामीले मिलान गराइदियौँ उहाँहरूको अहिले सहज रूपमा राम्रो तरिकाले बुढेसकालमा मजाले साथी पाएर आनन्दले बसिरहनु भएको छ एकदम खुसी लाग्छ एकदम राम्रो काम गरिरहनु भएको छ तपाईँहरूले अहिलेको टेक्नोलोजी अहिलेको समय र परिस्थिति अनुसार तपाईँहरूले जुन काम गरिरहनु भएको छ अझै राम्रो गर्नुहोस् यो जानकारीका लागि धेरै धेरै धन्यवाद हस् धन्यवाद हस्